रातको 12 बजे सिंहदरबार निदाएको बेला बालुवाटारमा गाडीहरूको लहर देखियो। डिप्लोमेटिक नम्बर प्लेट भएका ती गाडीहरू कहाँबाट आए? पत्रकार दिवाकर शाहका अनुसार ती कुनै सामान्य सरकारी गाडी होइनन्, विभिन्न देशका दूतावासका गाडीहरू थिए जसले प्रधानमन्त्रीको निवासमा प्रवेश गर्यो। उनले भने यो कुनै रुटिन डिप्लोमेटिक भेट थिएन, यो विशेष कोअर्डिनेसन थियो। प्रश्न उठ्छ, त्यो रात के कुरा भयो? किन प्रधानमन्त्रीलाई भेट्नका लागि दिउँसो होइन मध्यरात रोजियो? शाहको भनाइमा त्यस भेटमा केही निर्णयहरू बाहिरको सल्लाहमा तय गरिएको थियो। केही सूत्रहरूका अनुसार त्यही रातपछि सरकारको निर्णय प्रक्रिया अचानक डाइरेक्सन बदलियो। कूटनीतिक शब्दमा त्यो कन्सल्टेसन जस्तो देखियो, तर व्यवहारमा त्यो इन्स्ट्रक्सन हुन सक्छ। अहिले सामाजिक सञ्जालमा केही सीसीटीभी क्लिप र तस्बिरहरू पनि तैरिरहेका छन् जसमा रातको बेला सेक्युरिटी गेट खुलेको देखिन्छ। सत्य जे होस्, प्रश्न यही रहन्छ, नेपालको निर्णयहरू सिंहदरबारमा लेखिन्छन् कि अन्यत्रै? अनि त्यो मिडनाइट डिप्लोमेसी सहयोगको सङ्केत थियो कि बाह्य सन्देशको सिग्नल?